रंग लग गया इश्क दा के रंग लग गया इश्क दा मैं तेरा होया इस तरह के रंग लग गया ब्यागहरू सजाउँदै ल दिदी यता हेर्नु अनि दिदीको छोरी रोइरहेको छु उता दुलहीलाई मेहन्दी लगाउँदै ल यता चाहिँ रोटीहरू पाक्दैछ है यस दिदीहरू अनि सबैजना मिलेर रोटी हाल्दै हुनुहुन्छ ल हेर दिदी निदमा छन् दिदी जस रमाइलो भइरहेछ ल अब चाहिँ मजा आउँछ लोकन्तीहरूको लागि यहाँ धेरै सामानहरू गराइदिनु भएको छ दिदीहरू भाउजूहरू सबैले मिलेर अनि यो चाहिँ हाम्रो मगरको अब परम्परा नै हो चलिआएको यो चाहिँ हामीले गर्नु नै पर्छ ल हेर्न सक्नुहुन्छ के बनाइदिनु भएको छ अनि उहाँहरूलाई यति गरिसकेपछि केही खान दिने अनि खानुहुन्छ अनि त्यसपछि बल्ल उहाँहरूले दुलाहरूलाई ल्याउनु जानुहुन्छ है जन्तीहरू ल्याउनु जानुहुन्छ उहाँहरूलाई चाहिँ लोकन्ते भन्छ अनि लोकन्तेहरूको लागि चाहिँ यति चाहिँ गर्नुपर्छ है अब साली भनेको म एक्लै हो म चाहिँ जान्छु उहाँहरू पनि जानुभयो ल्याउन म लुकेर बस्नुपर्छ त्यहाँ अब जुत्ता तान्ने यतिखेर तान्ने बोक्ने बेला नै हेर्नु आनान हे भगवान् म त पहिल्यै ढलिसकेँ अब म उता गएर हेरिरहेको छु है फनी सुख दुख दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो अब चाहिँ भेनाको जुत्ता फिर्ता गर्ने तर तपाईँलाई कति दिन इच्छा छ त्यो चाहिँ भन्नु न नि अहिले बा होला नि ल भा उठ्नु अन्त जुत्ता गर्नु कुरा सुनेर अब चाहिँ दिदीलाई बिदाई गर्ने टाइम आयो थाम के उंगली चलना सिखाया राह में गिर के संभलना सिखाया नाम दिया घर छ